हाम्रो सुरेन्द्र राणाबाट के भन्नु छ? हेलो, ह्याप्पी माघे सङ्क्रान्ति 2026। सुरेन्द्र राणा धरानबाट अनि ऊ चाहिँ यो कनेरी केटका एकदमै ह्यान्डसम केटाहरूमा गनिन्छ। अनि अब आज हामीले चाहिँ अब सानो माघे सङ्क्रान्ति प्रोग्राम बनाउन लागेको थियौँ। हामीले एभ्री इयर गरिराखेको छु। अनि यो इयर पनि यो हामी चाहिँ कनेरी केट युएसको कनेरी केटमा धेरै छैन मगरहरू, तर पनि थोरै छ। तर पनि हामीले अलिकति मिलेर हल्का फुल्का यसो रमाइलो गर्छ। मनाउनु पनि अस्ति हो, तर के भन्छ अरे अस्ति त अरू नै इभेन्ट भएको भएर हामीले गरेन। अनि आज अलिकति ढिलो छ, तर इच्छा कि केही छैन हाम्रो लागि चाहिँ, होइन? ढिलो भयो भने हामीलाई चाहिँ अब भर्खरै भइराखेको जस्तो भइरहेको छ। सो अब हामी चाहिँ अलरेडी आइसक्यो अनि हामी चाहिँ वेट गर्दैछु। अनि यता चाहिँ हाम्रो के अरे टिकटकर र आजको हाम्रो पर्फर्मेन्स बहिनीहरू यता छ है। ल बहिनीहरूलाई के भन्नु छ बहिनी? ह्याप्पी माघे सङ्क्रान्तिलाई अनि भन्नु तुलसा के भन्नु छ भन है। मगर भाषा भन्नु न। मगर भाषा अहिले अलिक आउँदैन दाइ। हिले खबर त्यति हो जानेको। ल ह्याप्पी माघे सङ्क्रान्ति। ल माइजू धन्यवाद। ल ह्याप्पी माघे सङ्क्रान्ति मम्मीलाई पनि। ल बाबा ह्याप्पी माघे सङ्क्रान्ति। मगर भाषा भनिदिनु न बाबा एकचोटि यसो। मगर भाषा हिले त खबर सञ्चनाले। थ्याङ्क यू ल बाबा है। ल हाम्रो ब्रोको कोसेली है। ल ब्रो है। ल ह्याप्पी माघे सङ्क्रान्ति। ल आऊ बाबा। हेलो नमस्ते। ह्याप्पी बर्थडे। हाई रेन्स यहाँ न। हाई भन न। हाई भन न। माइ नेम इज रेन्स भन। यसलाई हेरेर भन। ल हाम्रो चाहिँ प्रिपेरेसन यसरी चल्दैछ है। अब आउँदैछ स्टिल मान्छेहरू। अनि आज हाम्रो इभेन्ट फोटोग्राफर यता अमृत राणा, अनि यता दिपक ब्रदर पनि छ। म चाहिँ यसो भ्लग पनि बनाउँछु। प्रोग्राममा के हुन्छ यसो पर्फर्मेन्सहरू त्यो पनि खिच्ने गर्छु। अनि यता अमृत भाइ के भन्नु छ? यो क्यामेराबाट सोध्नु लाग्यो। आजको फोटोग्राफर हाम्रो अमृत भाइ। म भन्दा नि स्पेसली उहाँ यता हाम्रो अर्को फोटोग्राफर दिपक झर्का। लास्ट इयर पनि ब्रोले खिचेको हाम्रो मगर ग्रुपमा गयो भने त्यहाँ स्टिल छ फोटोहरू एकदम दामी। ल ब्रो है, आज पनि दामी हान्नुपर्छ। यता अमृत भाइ पनि छ। अनि प्रिपेरेसन चाहिँ यस्तो हुन्छ हाम्रो प्रिपेरेसन चाहिँ क्यामेरा मिलाउने, अनि यो डेकोरेसनहरू मिलाउने हुन्छ होइन। अनि त्यहाँ ड्रिङ्क्सहरू छ है, हल्का फुल्का बेभरेजहरू यहाँ छ। केटीहरूको प्रिपेरेसन चाहिँ यस्तो हुन्छ है, सबै ड्रेस लगाउने, मेकअप गर्ने, के मिलाउँदैछ। ल रमाइलो छ। अब हामी एकछिनमा सुरु गर्छु। तबसम्मको लागि के भन्नु छ? ह्याप्पी माघे सङ्क्रान्ति। प्रवीण नै आउँदा के भन्नु छ? ह्याप्पी माघे सङ्क्रान्ति होइन। अनि मगर भएपछि माघे सङ्क्रान्ति मनाउनु पऱ्यो होइन। अलिकति चाहिँ टाइम व्यवस्थाको कारणले गर्दाखेरि अलिकति ढिलो हुनु पुग्यो होइन। त्यसमा हामी क्षमा चाहन्छौँ होइन। ल माइजू म त सबै लिएको भन्छ। मम्मीलाई भन न। मम्मी सबैजनालाई 2082 सालको माघे सङ्क्रान्तिको शुभकामना सबैजनालाई। हामी सबै मिलेर यो माघे सङ्क्रान्तिको रमाइलो गर्नुपर्छ। अब म यो माइक चाहिँ गणेश हस्तान्तरण गर्छु। सम्पूर्ण
उपस्थित दाजुभाइ दिदीबहिनी हाम्रो अब अतिथि पाहुनाज्यूहरू र हाम्रो अब दिदीबहिनी अब छोरा बुहारी अथवा नानी बाबुहरूमा सम्पूर्णमा म झोरले नमस्ते झोरले अब केही 2-4 कुरा त मैले भन्नै पर्यो केही 10-15 मिनटको समय त लिन्छु नै फेरि लामो समय लियो भने अब फेरि बोरिङ हुन्छ अब यसलाई अनुमति म लिन चाहन्छु अब माघे सङ्क्रान्ति भनेको के हो त अब माघ 1 गते त हाम्रो अस्ति नै जनवरी 15 मा नै अब थियो मनाउनु पर्ने तर अब विभिन्न कारणले गर्दाखेरि अब समयको परिस्थितिले गर्दाखेरि आज जनवरी 24 मा हामी अब माघ 1 गते माघे सङ्क्रान्ति चाहिँ मनाउनु गइरहेका छौँ अब यो परापूर्वकालदेखि अब यो एउटा भनाइ सुन्नमा आएको र बुझिआएको चाहिँ अब सूर्य चाहिँ दक्षिण दिशाबाट अब उत्तर दिशातिर चाहिँ सूर्य चाहिँ अब सर्ने हुँदाखेरि माघ 1 गते चाहिँ का दिन सर्ने प्रवेश गर्ने हुँदाखेरि धनुराशि दक्षिण धनुराशिबाट चाहिँ उत्तरायण मकर राशिमा चाहिँ सर्ने हुँदाखेरि त्यो मकर राशिमा सर्ने हुँदाखेरि चाहिँ माघे सङ्क्रान्तिले चाहिँ उहिले चाहिँ के छ भने मकर सङ्क्रान्ति भन्थ्यो मकर सङ्क्रान्ति भन्थ्यो र त्यो मकर सङ्क्रान्तिमा चाहिँ मकर नुहाउनु भनेर हाम्रो बाबुबाजेहरू चाहिँ ठुला तीर्थ धाम नदीहरूमा चाहिँ मकर नुहाउनु भनेर जानुहुन्थ्यो अब त्यो चाहिँ नेपालमा पूर्वमा अब मेची अब माई खोला अनि बिचमा चाहिँ अब यो सप्तकोशी भन्छ सप्तकोशी चाहिँ 7 वटा कोशी चाहिँ एकै ठाउँ मिसिने सप्तकोशीलाई चाहिँ चतरा धाम भन्छ अनि त्यस्तै पश्चिममा चाहिँ अब तपाईँको चितवनमा यो देवघाट अनि यो काली गण्डकी उता रेडीमा काली गण्डकी यस्तोमा चाहिँ ठुल्ठुलो मेला लाग्थ्यो र अनि त्यहाँ हाम्रो बाबुबाजेहरू चाहिँ गएर नुहाइ धुवाइ गर्थे अनि नुहाइ धुवाइ गरेपछि त्यो धाममा दर्शन गरेर दक्षिणा गरेपछि चाहिँ के हुन्थ्यो भने पाप काटिन्थ्यो अरे र एउटा सुख मिल्थ्यो अरे एउटा गति पर्थ्यो अरे भनेर चाहिँ हाम्रो बाबुबाजेले त्यसरी गरिआएको कुरा चाहिँ एउटा इतिहासले बताउँछ अनि त्यसपछि अब जाडो महिना भएको हुनाले हाम्रो कन्थमुलहरू तरुलहरू भ्यागुरहरू अब वनतरुल ल्याएर अनि घर तरुल पनि अनि यो जाडोमा अब राम्रो होस् अब न्यानो होस् अब अलिक फुर्तिलो होस् भनेर हामीले तिल सागु अब यो चाहिँ अब सेल रोटी इत्यादि हाम्रो चाहिँ तयार गरेर हामी 2 महिनाको खाने अरे अब रोटी तरुल सेलहरू चाहिँ 2 महिनाको खाने जस्तो आज 1 गते हो भने हिजो बेलुकै हाम्रो चाहिँ सबै तताएर पोलेर तयार गर्ने अनि भोलि बिहान 1 गतेको दिन खाना त 2 महिनाको भयो नि त अनि त्यो 1 गतेको दिन मकर सङ्क्रान्तिको दिन चाहिँ नुहाइ धुवाइ गरेर पहिले वनबाट ल्याएको वनतरुल काँचो चाहिँ पहिले टिका लगायो अनि काँचो तरुल खायो अनि त्यसपछि मात्रै घर तरुल अरू खाने अब यस्तो चलनहरू रहिआएको परम्परादेखि छ अनि त्यस बेला चाहिँ के छ भने हाम्रो दिदीबहिनीहरू चेलीबेटीहरू सबै बोलाउने ल्याउने खुवाउने अब यो चलन भएको हुनाले अब यसले अब त्यो मात्रै नभएर हाम्रो चाहिँ एउटा सूर्यको चाहिँ अर्को ठाउँ प्रवेश गरेको दिन र यसरी अब त्यसले गर्दाखेरि यो माघे सङ्क्रान्तिले गर्दाखेरि चाहिँ आफन्त समाज चेलीबेटी आफन्त जनहरूमा पनि जमघट हुने भेला हुने चाहिँ एउटा राम्रो चलन भइआएको चाहिँ बताउँछ अब त्यही सन्दर्भमा पनि त आज हामी त्यसरी नै त भेला भयौँ भेटघाट भयौँ होइन अब यो भनी आउँछ र मगरको अब मुख्य चाड त्यसैले माघे सङ्क्रान्तिले चाहिँ मगरको मुख्य चाड भन्छ अब विभिन्न हाम्रो जात जातिहरूको पनि आफ्नो आफ्नो चाड हुन्छ
अब छेत्री बाहुनको मुख्य तिज भयो, अब गुरुङ तामाङ शेर्पाहरूको चाहिँ अब लोसार भयो, अनि मगरहरूको माघे सङ्क्रान्ति भयो, नेवार जातिहरूको चाहिँ अब पोक्ती पूर्णे भन्छ, भदौरे पूर्णिमा चाहिँ उनीहरूको उहाँहरूको ठुलो चाड। अब मधेसीहरूको पनि छ, अब यो फागु पूर्णे भन्छ, त्यो होली मधेसीहरूको मुख्य चाड। अनि यो थारू धिमालहरूको पनि अब माघेनी भन्छ। अब त्यसरी यो हाम्रो आफ्नो जातको चाहिँ आफ्नो किसिमको मान्ने एउटा चलन छ। त्यसैले मगरहरूको प्रमुख चाड भनेको चाहिँ माघे सङ्क्रान्ति। मगरहरूले खासै दसैँमा महत्त्व दिँदैन, अब होइन अरे। हाम्रो मुख्य माघे सङ्क्रान्ति, चैते दसैँ भयो, साउने सङ्क्रान्ति भयो, अनि तिहार हो प्रमुख चाड हो हाम्रो। अनि त्यसैले अब यो चाड चाहिँ कसरी यसरी मनाइयो त भन्दा, अब नेपालमा चाहिँ के छ भने मगर सङ्घ भन्ने चाहिँ गठन भएको छ। करिब अब यो पञ्चायत कालमा चाहिँ यसरी सङ्घ संस्था दर्ता गर्नु पाउँदैन थियो। अब त्यो बेला पनि लाङघाली समाज भन्ने चाहिँ एउटा थियो, अनि पुर्खाहरू चाहिँ पिकनिकको आयोजना गरेर, त्यतिखेर प्रतिबन्ध थियो, गभर्मेन्टबाट दिँदैन थियो, पिकनिकको आयोजना गरेर पनि भित्री आफ्नो सङ्गठनहरू गरिल्याएको थियो। अब 2047 बहुदल आएपछि चाहिँ के भयो भने खुल्ला हामीले दर्ता गर्न पायौँ र त्यसपछि मगर सङ्घहरू केन्द्रीय समिति गठन भयो। त्यसपछि जिल्ला, गाउँ, नगर सबै ठाउँमा गठन हुँदै गयो। अनि यसले चाहिँ अब अझ व्यापक रूपले चाहिँ संस्थागत हिसाबले चाहिँ अब यो माघे सङ्क्रान्तिले चाहिँ ठुलो चाड मनाउने चाहिँ अब त्यसरी मगर सङ्घले चाहिँ अब संस्थागत गरेर विस्तार गरेर लग्यो। त्यसरी नै अब काठमाडौँमा त नेपालमा ठुलो केन्द्रीय समितिको यस्तो चाहिँ अब माघे सङ्क्रान्ति 3 दिन मनाउँछ। त्यहाँ त उद्घाटनको लागि चाहिँ प्रधानमन्त्री मिनिस्टरहरू बोलाउँछ होइन। अब देश विदेशमा पनि मगरहरू छन्। अब यहाँ न्युयोर्कहरूमा पनि छ, अब युकेमा छ, अब जापानमा भयो, कोरिया भयो, यी सबै देशहरूमा पनि मगरहरूको चाहिँ यसरी मगर सङ्घ गठन भएको छ। अब यहाँ चाहिँ न्युयोर्कमा पनि धेरै प्रोग्राम गरेर मनाएको देखियो। अब हाम्रो यहाँ कनेक्टिकटमा चाहिँ के छ भने धेरै मगरहरू छैन। अब भएर पनि के छ भने अब सङ्गठित हिसाबले लागेको छैन। अब भ्याउनु पनि पर्यो, समय पनि दिनु पर्यो, यो चाहिँ भोलिन्टियर सर्भिस हो। त्यसो हुँदाखेरि हामीले यहाँ पनि के छ भने सङ्गठित रूपमा चाहिँ संस्थागत हिसाबले चाहिँ हामीले बढाएर लग्यौँ भने चाहिँ अब राम्रो हुन्थ्यो। त्यसरी मजबुत गर्न सके त यहीँ कनेक्टिकटको गभर्नरहरूलाई पनि बोलाउनु ल्याएर सकिन्थ्यो उद्घाटनको लागि। अब गेस्ट बोलाउनु सकिन्थ्यो, यहाँ सिटीको बोलाउनु सकिन्थ्यो। तर त्यो हामी नै मजबुत छैनौँ, हामी नै चाहिँ आत्मनिर्भर छैनौँ। त्यसैले यो सामान्य चाहिँ के छ भने एउटा रिट पुर्याउने भन्ने जस्तै अब भेटघाट भएर अब रमाइलो गर्दाखेरि अब राम्रो हुन्छ। र यहाँ अब कोषको पनि आवश्यक पर्छ। आगामी दिनहरूमा चाहिँ हामी मगर दाजुभाइहरूले चाहिँ अझ यो सङ्गठित रूपमा चाहिँ केही यसो महिनाको 50-50 जम्मा गरेर भए पनि कोष खडा गरेर अनि अलिक सङ्गठित रूपमा चाहिँ सङ्गठन खडा गरेर यसलाई मजबुत गरेर लग्यो भने के छ भने कोष भयो भने हाम्रो पनि भोलि बिमारी हुनसक्छ, केही भइपरि आउन सक्छ। त्यतिखेर आफ्नो फोन कोषको पैसा खर्च गरेर सहयोग गर्न सकिन्छ नि। त्यसो गरियो भने पनि धेरै राम्रो कुरा। त्यस्तो भयो भने पनि म आफूले अब सहयोग गर्नु जानेको कुराहरू सल्लाह सुझाव सहयोग गर्न सक्छु र मलाई धेरै खुसी लागेको छ। यसरी यहाँहरूसँग चाहिँ मैले पनि यसो आफ्नो 2-4 भनाइराख्न पाउँदाखेरि मलाई खुसी लागेको छ। र यहाँ आयोजक हाम्रो छोरा भाइहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र यहाँ सम्पूर्ण अब हाम्रो पाहुनाहरू दिदीभाइ दाजु बहिनीहरू पनि आउनु भएको छ। उहाँहरूलाई पनि म अब यो हाम्रो मगरहरूको समाजको तर्फबाट म वेलकम स्वागत गर्न चाहन्छु। र यो कार्यक्रम चाहिँ अब हाम्रो सम्पन्न होस्, सफल होस् भनेर म शुभकामना पनि व्यक्त गर्न चाहन्छु। भन्दै आजलाई यति नै अन्त्य गर्छु।
बसुन् आँटीको छोरी आँटीको छोरो तिम्रो र मेरो मायाको डोरो झन् बलियो कसम रे मै झन् बलियो कसम झन् बलियो कसम रे मै झन् बलियो कसम चिप्टे 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 पिरुङ्गमा लसुन रिस गर्ने रेले मै रिसै गरी बसुन चिप्टे चिप्टे पिरुङ्गमा लसुन रिसै गर्ने रेले मै रिसै गरी बसुन आँटिलो छोरी आँटिलो छोरो तिम्रो र मेरो मायाको डोरो झन् बलियो कसम रे मै झन् बलियो कसम झन् बलियो कसम रे मै झन् बलियो कसम कति राम्रो डोको धने दाइले बुनेको धने दाइले बुनेको धने दाइले बुनेको कति राम्रो डोको धने दाइले बुनेको धने दाइले बुनेको धने दाइले बुनेको मेरो मनको कुरा तिम्रो मनले सुनेको तिम्रो मनले सुनेको तिम्रो मनले सुनेको अञ्जुलीमा थाप सिलम चामल मुरुक सिलम चामल मुरुक सिलम चामल मुरुक दुई माला मिलेसी यो जन त्यसै फुरुक यो जन त्यसै फुरुक यो जन त्यसै फुरुक चिप्टे 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 पेरुङ्गोमा लसुन रिस गर्ने रेलीमै रिसै गरी बसुन् चिप्टे चिप्टे पिरुङ्गमा लसुन रिस गर्ने रेलीमै रिसै गरी बसुन आँटिलो छोरी आँटिलो छोरो तिम्रो र मेरो मायाको डोरो झन् बलियो कसम रे मै झन् बलियो कसम झन् बलियो कसम रे मै झन् बलियो कसम झन् बलियो कसम रे मै झन् बलियो कसम झन् बलियो कसम रे मै ताली ताली गीत माया को गाएर
रेडी सबैलाई फेरि नमस्कार है। ह्याप्पी बिलेटेड माघे सङ्क्रान्ति। अब सुरेन्द्र के अरे गणेश दाइले अघि नै मलाई दोष लगायो कि अब मैले गर्दा चाहिँ यहाँ ढिला भयो भनेर, त्यसको लागि चाहिँ क्षमा चाहन्छु। अब सर्वप्रथम त थ्याङ्क यू सो मच, बिग काइन्ड एन्ड ब्युटिफुल हार्ट फर इन्भिटेसन। इन्टरनेसनल लेभलकै गयो क्या अब खोइ दाइले चाहिँ सधैँ फसाउने मात्र काम गर्छ, अनि आज पनि पक्कै गर्छ भनेर अब तयारी त थिएन, अघि भर्खर यसो सोचेको, अनि एउटा यसो छोटो चाहिँ अनि लेखेको थिएँ होइन। अब त्यही नै अब यसो पस्किन्छु, अब त्यति राम्रो त छैन होला, तै पनि यसो शीर्षक चाहिँ अब छैन, शीर्षक चाहिँ अब दाइहरू आफैले दिनु होला। ल दिदी राम्रोसँग सुन्नु है, आउनु अगाडि। अब यो कसैसँग मेल खान गएमा समेत मात्र हुनेछ है। अब त्यो अब जसले मनमा लिनुहुन्छ अब उसैको लागि नै क्या हजुर। अब यस्तो यहाँ त के मैले के भन्यो भने के लेख्यो भने मात्रै ट्याग लगाइदिइहाल्नुहुन्छ गणेश दाइ। अब कनेक्ट टिकटको बालेन भनेर लगाइदिइसक्यो गणेश दाइले है। अब के भन्नै हुन्न के लेख्नै हुन्न, अब त्यस्तो चाहिँ केही भएको छैन है। तै पनि यसो मलाई चाहिँ शब्दहरूसँग खेल्न मन लाग्छ कि, त्यही भएर यसो ल छोटो छ है त। बदलियो भन्छौ तिमी मलाई पहिले आफूलाई हेर, बदलियो भन्छौ तिमी मलाई पहिले आफूलाई हेर, तिमी जस्तो छौ त्यस्तै देखिन्छौ, परिवर्तन हुँदैन ऐनामा तस्बिर। औँला अरूतिर तेर्साएर सजिलो होला दोष दिन, मन नबदली मुख बदल्नु मात्र नाटक रहेछ तिम्रो हेर। धन्यवाद, यति नै हो। अब फेरि पनि ह्याप्पी माघे सङ्क्रान्ति। अब सिजनको फल मिठो हुन्छ भन्दै अलिकति ढिला भयो नि, सबै मिठै थियो आज यहाँ, मिठै भयो, अझ बाँकी नै होला, आउँदै होला। अब एउटा फेरि दाइले गीत भनेर एउटा गीत अब मनपर्छै पर्दैन सबैलाई है। अब मलाई चाहिँ मनपर्ने गीतमध्ये एउटा हो, त्यही भएर यसो अब स्वर त्यति छैन, अब तयारी पनि छैन, बिचबिचमा चाहिँ अलिक बिग्रेला तै पनि कोसिस गर्छु। लोकगीत होइन, लोकगीत होइन होइन, फेरि ए गर्नु भने यसको कपी चाहिँ मलाई पनि दिनु होला है। ल यहाँ यस्तै छ, यहाँ यस्तै छ, सबै कुरा भन्दा नि पैसै ठुलो छ। नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ, चिनेको भन्दा पनि किनेको नै काम लाग्छ। नचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ, चिनेको भन्दा पनि किनेको नै काम लाग्छ। यहाँ यस्तै छ, यहाँ यस्तै छ, सबै कुरा भन्दा नि पैसै ठुलो छ, सबै कुरा भन्दा नि पैसै ठुलो छ, सबै कुरा भन्दा नि पैसै ठुलो छ।
सबको माया नहुनेलाई छाया हुनेलाई सबको माया नहुनेलाई छाया जहिले पनि छुट्न सक्छ बनावटी माया जहिले पनि छुट्न सक्छ बनावटी माया मान्छे सबै धर्मी भए कसलाई के को पाप लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ मान्छे सबै धर्मी भए कसलाई के को पाप लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ यहाँ यस्तै छ यहाँ यस्तै छ माया प्रीति भन्दा नि पैसै ठुलो छ माया प्रीति भन्दा नि पैसै ठुलो छ माया प्रीति भन्दा नि पैसै ठुलो छ आ नाच्नु न जता जाऊँ जति धाऊँ भोलि भोलि भन्छन् जता जाऊँ जति धाऊँ भोलि भोलि भन्छन् भोलिवादी मान्छेहरू पैसामा नै बेच्छन् भोलिवादी मान्छेहरू पैसामा नै बेच्छन् मान्छे सबै सफा भए कसलाई कालो दाग लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ मान्छे सबै सफा भए कसलाई कालो दाग लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ यहाँ यस्तै छ यहाँ यस्तै छ सबै कुरा भन्दा नि पैसै ठुलो छ सबै कुरा भन्दा नि पैसै ठुलो छ अचिनेको मान्छे भन्दा चिनेको नै काम लाग्छ चिनेको भन्दा पनि किनेको नै काम लाग्छ यहाँ यस्तै छ यहाँ यस्तै छ सबै कुरा भन्दा नि पैसै ठुलो 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 छ भन्दा नि पैसै ठुलो थ्याङ्क यू Maya luko sira, ay masunda gari
सबैजना धन्यवाद है एकछिन हामी बस्दिनु होला अब चाहिँ हामी मगरहरूको हुर्रा डान्समा नाच्नु रे सबैजना यहाँ गोलो भएर बस्दिनु होला हाम्रो राधिका बहिनीले चाहिँ थोरै अब कसरी नाच्ने भने थोरै तरिका सिकाउनुहुन्छ है ल सबैजनाले राधिका बहिनी सुनिदिनु होला काम दिनु ठिक छ फोटो चाहिँ साह्रो त्यो धेरै चाहिँदैन तिमी डान्स गर एकैछिन यता गएँ एक्सरसाइज खतरा भइरहेको भाग्ने भयो चिल सबै यहाँनिर
आज है ल थ्याङ्क यू फर कमिङ थ्याङ्क यू फर हेल्प हाम्रो अमित थ्याङ्क यू फर इन्भाइटिङ अस तिमी आज हट्किएको है तिमीले गरेको योगदान हामी कहिले भुल्ने छैन धन्यवाद फेरि पनि यस्तै पर्फर्मेन्सहरू जाओस् है अनि नानीलाई पनि यस्तो राम्रो नाच्यो है नानीको नाम के अरे सोयुन हो ल फेरि राम्रो नाच्ने है अनि जियाना र पनि 87 खतरा नाचेको आज है ल गुड जब गाइस ल ह्याभ फन नाचेन है ल मैजीलाई पनि ल फेरि पनि शुभकामना माइक सङ्क्रान्तिको ल कस्तो भयो राम्रो भयो ए ल रमाइलो भयो ल मम्मीलाई रमाइलो भयो माया सङ्क्रान्ति मान्यो बाबुहरूलाई सबैलाई धन्यवाद अनि मम्मीलाई रमाइलो लाग्यो ल ल तपाईँहरूलाई धेरै धेरै धन्यवाद तपाईँहरू नै आइदिनु भयो हामीलाई पनि धेरै रमाइलो लाग्यो है ल ल मिना बहिनीलाई ल ल थ्याङ्क यू दाई ह्याप्पी माघे सङ्क्रान्ति ल धेरै रमाइलो भयो खुसी लाग्यो है रमाइलो भयो एकदमै ल धन्यवाद ल हुन्छ आदि यु वान्ट टु से समथिङ ह्याप्पी माघे सङ्क्रान्ति ह्याप्पी माघे सङ्क्रान्ति थ्याङ्क यू फर कमिङ ओके थ्याङ्क यू ल फुपू ए ल ह्याप्पी माघे सङ्क्रान्ति ए ल बहिनी है ल खतरा चाहिँ डान्स है आजको है थ्याङ्क यू अनि अब फेरि पनि डान्स गर्नुपर्छ है नेक्स्ट इयर नेक्स्ट इयर बबाल नेक्स्ट इयर चाहिँ दिपक गुरुसँग कपाल डान्स है ल पहिलेदेखि प्र्याक्टिस गर्नुपर्छ ए ल भइहाल्छ नि ल अनि बहिनी नेक्स्ट इयर चाहिँ कपाल डान्स केही छैन मैले दुईचोटि खिचेछु अब मलाई यताउता गरिदिन्छु केही छैन नो वरी ल बहिनी अब लास्टमा केही भन्नु छ केही भन्नु छ ल सबैलाई ह्याप्पी माघे सङ्क्रान्ति नेक्स्ट इयर योभन्दा दामी गर्नुपर्छ अहिले पनि दामी थियो है ल ल ल नेक्स्ट इयर झन् दामी तर नेक्स्ट इयर चाहिँ कपाल ल म त रेडी यता हाम्रो सुरेन्द्रलाई I will try my best. ल नेक्स्ट इयरको लागि कपाल है ल हाम्रो देवीराम सोल्टी लास्ट टाइम आउनु भयो है तर एकदमै खुसी लाग्यो के भन्नु छ सोल्टी सोल्टी अब भन्नु त के छ र अब उही त हो नि सबैको रमाइलो गरौँ भन्ने हो तर सोल्टीले मिस गर्यो है तर केही छैन अब आइन बुझ्छु म फ्यामिली म्याटर है पछि फेरि गरौँ न सोल्टी है फेरि भेटौँ ल है ल ल इन्टरभ्यू लिनु बिर्सेँ ल ब्रो के अरे हाम्रो लजालु
होइन भइसक्यो प्रोसन हाम्रो लजालु ब्रदर यता यता हाम्रो ब्रोलाई दिनु ब्रोलाई लास्ट इन्डिङ ब्रो हाम्रो के भन्नु छ ब्रदर मेरो केही छैन कहाँ हुन्छ त्यस्तो यता हो यता ल ल ल हाम्रो भाइ हजुर दाइ के भन्नु छ फेरि नेक्स्ट इयर भन्ने कुरो भयो फेरि भेटौँ ल हजुर ल जय दाइ एउटा यसो भनिदिनु के भन्दैन ह्याप्पी माघे सङ्क्रान्ति ह्याप्पी माघे सङ्क्रान्ति ल दाइ थ्याङ्क यू खुसी लाग्यो ल दाइ थ्याङ्क यू फर के अरे स्पोन्सरको लागि ल केही छैन फेरि है दाइ ल ल ल